नि हाउ आज हामी तपाईहरुलाई चिनिया भाषामा 1 2 3 गरेर हामीले गन्ती कसरी गणना कसरी गर्ने भन्ने बारेमा सिकाउँदै छौं अनि 1 लाई के भन्छ ई अनि 2 लाई r 3 लाई san 4 लाई shi 5 लाई wu 6 लाई liu 7 लाई qi 8 लाई pa 9 लाई jiu 10 लाई shi ल अब सुरुदेखि 1 2 3 4 5 6 7 8 9 10 अब यसमा यो अब हामीले 11 12 गर्नलाई के गर्नुपर्छ मिस 11 भनेको 11 यो तल 10 र 1 लाई दिने 11 12 भनेको 12 3 भनेको 13 40 भनेको 14 45 भनेको 15 46 भनेको 16 47 भनेको 17 18 भनेको 18 19 भनेको 19 20 भनेको 20 भयो यति जान्दा हुन्छ 80 भनेको 20 है त्यसपछि त्यो 20 30 मा अगाडि गर्दै 30 गर्नलाई 3 र 10 लाई मिलाउनु न हुन्छ अनि 40 हैन हजुर 50 यसरी गर्दै हामीले जान्न गर्न सक्यो अनि फेरि 100 लाई के भन्छ पाए अब तपाईहरुले यहाँनेर जस्तो यो BAI लेखेको छ हैन तर त्यो टोन पनि छ फेरि बीचको यो बाई भनेको B भनेको प भन्छ त्यो भन्दा अगाडि तपाईहरुले के सिक्नु पर्यो हामीले यो के भन्छ यसलाई टोनहरु सिक्नु पर्यो इनिशियल र फाइनलहरु सिक्नु पर्यो तपाईहरुलाई एकैचोटी यो भिडियोमा हामीले के सिकायौं भने गणना गर्न सिकायौं जस्तो हामीले यहाँनेर यस्तो छ यो यसलाई के भन्छ यो यसलाई के भन्छ र यो टोन हैन चारवटा टोनहरु हुन्छ जहाँनेर यो माथि मको माथि यस्तो तेर्सो उलाई मा भन्छ अनि त्यसपछि फर्स्ट टोन भन्छ मा सेकेन्ड टोन मा यो माथिपट्टि गएको हुन्छ हैन हजुर थर्ड टोन चाहिँ मा फोर्थ टोन चाहिँ मा तल गएको हुन्छ मा यो चाहिँ पढ्न सुरुमा सिक्नु पर्यो हैन त्यो भन्दा अगाडि जस्तो हामीले इनिशियलहरुमा यो लाई पो फो मो फो त थ न ल क ख च छि यति भयो यो चाहिँ सिक्नु पर्यो हैन अनि यतापट्टिको के हो यो फाइनल लेटर्स फाइनलमा E A O I Ao U Yo Ya Wo Yo Wai Oi Yao R यो चाहिँ फाइनल भयो हैन हामीले यो सिकिसकेपछि आज हामीले के सिक्यौं भने विशेष गरेर हामीले यो अंकहरु हैन गणना यस्तो गरेर यो चाहिँ के हो यो क्यारेक्टर कसरी लेख्ने भनेर जस्तै ई भनेको यो हैन यो ई एउटा मात्र आर भनेको दुईटा सन भनेको तीनटा 10 श भनेको यस्तो गरेर यस्तो अनि हैन यस्तो हुन्छ पा भनेको 8 यस्तो हुन्छ अनि यहाँ चाहिँ लेख्न मात्र सिकाइदियो भनेको यस्तो हुन्छ नि हाउ लाउस हामीले मोमो खाँदैछौँ भन्नलाई के भन्न पर्छ चाइनिजमा लाउसलाई नि आएन 我们在吃饭मोमो यो 保持我们在吃保持了保持जस मोमोलाई के भन्छ मोमोलाई के भन्छ तपाईहरुले नै भन्नु होला ल मोमो नै होला ल
हामी आफैले पनि सिक्दै गरेको हुनाले हाम्रो मिस्टेक भएछ कि के भएछ तपाईँहरूले प्रोनाउन्सिएसन माइन्ड नगर्नु होला माइन्ड नगर्नु होला तपाईँहरूले कमेन्ट गरेर सिकाउनु होला ल हस् धन्यवाद धन्यवादलाई के भन्छ सेसे सिसिन सेसे चाइचेन चाइचेन बाई मिङथेन चेन मिन्थिङ चेन के भनेको भोलि भेट होला भोलि भेट मिन्थिङ चेन चाइचेन